सामान्य विभागीय कारवाही हुन सक्छ, तर यस प्रकारको मुद्दा चलाइनु अर्थात् प्रहरीले सामान्य गल्ती गरेकोले खासै ठुलो कारवाही गर्नु हुँदैन भन्ने बुझ्यो यहाँबाट सकियो। यो सबै भइरहँदाखेरि यो काण्ड तीर्खार गरिरहँदाखेरि हामीले यहाँनिर एकजना व्यक्तिलाई छुटाउनु हुँदैन। उनी हुन् रवि लामी। घटना भएको बेलामा उनी पत्रकार थिए। उनले टेलिभिजनबाटै पनि यो बारे धेरै आवाज उठाए। जब उनी गृहमन्त्री बनेर आए, उनले सुरुमै निर्मललाई न्याय दिलाउन भनेर एउटा कमिटी गठन गरे। त्यो निर्णय गरेसँगै 2079 पुस 15मा डिआइजी दुर्गा सिंहको नेतृत्वमा एउटा अर्को नयाँ समिति गठन गराए उनले। जब रविको दोस्रो कार्यकाल सुरु हुन्छ, फेरि यो केसलाई त्यहीँबाट सुरु गरिन्छ। निर्मला पन्तको विषयमा यहाँ त्यतिखेरै निर्णय गरिसकेको हुनाले त्यो मेरो अघिल्लो कार्यकालको निर्णय छ, त्यसलाई विभिन्न ढङ्गले अध्ययन गरिरहेको छु। मेरो लागि त्यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। अचानक सहकारी काण्डले फेरि उनलाई हिरासतमा पुर्याउँछ अनि फेरि यो केस जस्ताको जस्तै त्यहीँको त्यही बिलाउँछ। त्यति बेलासम्म रविले बनाएको समिति बाहेक नै अरू 7वटा समितिहरू बनिसकेका छन्। प्रत्येक समितिले रिपोर्ट बुझाएका छन्, तर एउटा गरेका छन्। न्याय कसैले पनि दिनु सक्दैन। यो केसमा प्रहरीहरूलाई कारवाही नगरेको पनि होइन, प्रहरीभित्र केही पनि भएन। निर्मलाको परिवारले अनसन